अस्ट्रेलिया पुग्ने धेरै नेपाली युवाहरूको पहिलो रोजाइ र धेरै कमाउन सक्ने क्षेत्र हो हस्पिटालिटी। कफीको बास्नासँगै सुरु हुने दिन होस् या व्यस्त रेस्टुरेन्टको माहौल, अस्ट्रेलियाको हस्पिटालिटी उद्योगले हजारौं नेपालीलाई रोजगारी मात्र दिएको छैन, सिप र राम्रो आम्दानीको अवसर पनि दिएको छ। तर के यो क्षेत्रमा साँच्चै राम्रो अवसर छ त? अनि हस्पिटालिटी अन्तर्गत पनि कुन कुन काममा बढी कमाइ हुन्छ? अनि भर्खरै नयाँ आउनेले कसरी काम खोज्ने? आजको भिडियोमा हामी यसै विषयमा कुरा गर्दैछौँ। धेरै पर्यटक र कल्चरका कारण अस्ट्रेलियामा हस्पिटालिटी क्षेत्र सधैँ चलायमान रहन्छ। यहाँ डिशवासर वा किचन ह्यान्डदेखि लिएर वेट स्टाफ, बारिस्टा, सुपरभाइजर र सेफसम्मका प्रशस्त अवसरहरू छन्। नेपालीहरू आफ्नो मेहनती स्वभाव र हँसिलो सेवाका कारण यहाँका रोजगारदाताको रोजाइमा पर्ने गरेका छन्। सुरुमा अनुभव नहुँदा किचन ह्यान्ड वा रनरबाट काम सुरु गरे पनि बिस्तारै भाषा र सिपको विकाससँगै फ्रन्ट अफ हाउसमा म्यानेजमेन्ट तहसम्म पुग्न सकिन्छ। तर कमाईको कुरा गर्दै गर्दा तपाईँलाई कतिको थाहा छ, अस्ट्रेलिया विश्वमै सबैभन्दा धेरै तलब दिने मध्येमा पर्दछ। अस्ट्रेलियामा कामको न्यूनतम पारिश्रमिक विश्वमै उत्कृष्ट मध्येमा पर्छ। सामान्यतया हस्पिटालिटीमा प्रति घण्टा 24 देखि $30बाट सुरु हुन्छ। तर यो क्षेत्रको पनि बढी कमाई कहाँ छ त? यो तपाईँका लागि उपयोगी हुन सक्छ। सबैभन्दा धेरै कमाई हुने क्षेत्रमध्येको एक हो पेनाल्टी रेट्स। यदि तपाईँ विकेन्डको शनिबार, आइतबार वा सार्वजनिक बिदाका दिन काम गर्नुहुन्छ भने तपाईँको तलब 1.5 देखि 2 गुणासम्म बढी हुन्छ। अर्को कुरा, सिपमूलक कामबाट पनि धेरै कमाउन सकिन्छ। एउटा सामान्य वेटरभन्दा अनुभवी बारिस्टा वा बारटेन्डरले राम्रो कमाउँछन्। अस्ट्रेलियामा अर्को धेरै कमाई हुने हस्पिटालिटी क्षेत्रको काम हो कमर्सियल कुकरी। तपाईलाई यो कुरा बढी महत्त्वको झन हुन सक्छ। कमाई मात्र होइन, यदि तपाईँ सेफ बन्नुभयो भने अस्ट्रेलियामा स्थायी बसोबास पीआरको बाटो पनि सहज हुन सक्छ। एक अनुभवी सेफ वा रेस्टुरेन्ट म्यानेजरले वार्षिक $70,000 देखि $1,00,000 भन्दा बढी सजिलै कमाउन सक्छन्। तर यो आजको भोलि नै हुन सक्ने कुरा पनि होइन। धैर्यता र सिप दुवै आवश्यक पर्छ। आजैदेखि तपाईँले आफूलाई तयार गर्नुभयो भने तपाईँले पनि यस्तै गरी धेरै कमाउन सक्नुहुन्छ। त्यसो भए अब प्रश्न उठ्छ, काम कसरी खोज्ने त? सबैभन्दा पहिले तपाईँलाई कामको अनिवार्य प्रमाणपत्र आवश्यक पर्न सक्छ। त्यो लिनका लागि आजै लागिहाल्नुहोस्। जस्तो रक्सी सर्भ भन्ने ठाउँमा काम गर्न रेस्पोन्सिबल सर्भिस अफ अल्कोहल वा RSA सर्टिफिकेट अनिवार्य चाहिन्छ। यो अनलाइन नै लिन सकिन्छ, तर तपाईँसँग भने हुनै पर्छ। दोस्रो आवश्यक कुरा हो डिजिटल प्लेटफर्म मार्फत काम खोजी। सिक, जोरा र इन्डिड जस्ता जब पोर्टलमा दिनहुँ सयौं भ्याकेन्सी आउँछन्। त्यहाँ आफ्नो प्रोफेसनल रेज्युमी पठाउनुहोस्। त्यसो भयो भने तपाईँलाई इमेल वा कल आउने सम्भावना धेरै रहन्छ। जसरी तपाईँलाई काम चाहिएको छ, त्यसै गरी अरूलाई मान्छे पनि चाहिएको छ। यस्तोमा भएको प्रविधि उपयोग गर्न सकियो भने हामी पछि पर्दैनौँ। त्यसो हुने हो भने छानेर पनि काम रोज्न सकिन्छ। विकसित देश भए पनि अस्ट्रेलियामा अझै पनि आफ्नो रेज्युमी प्रिन्ट गरेर सिधै रेस्टुरेन्ट वा क्याफेका म्यानेजरलाई भेटेर काम गर्ने तरिका निकै प्रभावकारी मानिन्छ। आफूलाई मन परेको एरिया वा रेस्टुरेन्टमा गएर तपाईँले पनि यो काम गर्न सक्नुहुन्छ। भेटेरै कुरा गर्दा कन्भिन्स पनि गर्न सकिन्छ। यो भनेको तपाईँका लागि राम्रो सम्भावना पनि हो र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा नेटवर्किङ पनि हो। आफ्ना सिनियर दाइ दिदी, साथीभाइ वा नेपाली कम्युनिटीका फेसबुक ग्रुपहरू मार्फत पनि रेफरेन्सबाट काम पाउन निकै सजिलो हुन्छ। यहाँ नेपाली पेज जस्ता धेरै त्यस्ता फेसबुक पेज अनि नेप्लिज इन सिडनी जस्ता फेसबुक ग्रुप पनि छन्, जहाँ कामको अवसर वा अरू धेरै अवसरका कुरा भेटिन्छन्। यसमा आफू पनि जोडिने र साथीभाइलाई पनि जोडिदिनु भयो भने तपाईँको अवसरको दायरा अझ फराकिलो हुन्छ। त्यो भनेको काम पाउने वा राम्रो काम पाउने सम्भावना बढ्नु हो। हस्पिटालिटी क्षेत्र सुरुमा अलिकति चुनौतीपूर्ण र शारीरिक रूपमा थकाउने लाग्न सक्छ, तर यही सिप, धैर्यता र निरन्तर मेहनत गर्ने हो भने यो क्षेत्रले तपाईँलाई राम्रो आर्थिक प्रतिफल र सफलताको शिखरमा पुर्याउन सक्छ। आफ्नो क्षमता बढाउनुहोस् र अवसरको खोजीमा नहिचकिचाउनुहोस्।